हाई हामी चाहिँ पार्टी भएर जान लागेको आज आमा उता कोठामा रेडी हुँदै होइसिन्छ के गर्दै होइसिन्छ हेरौँ ल अबि हजुर पुरा रेडी हो नुहाइसो हाउ फास्ट कहाँ नुहाइसो कस्तो राम देख्यो हजुरलाई हजुर एक्साइटेड होइसिन्छ कि होइसिन्न हामी अलमोस्ट रेडी भएर जान लागिरहेका छौँ आमा यता होइसिन्छ अनि आमा कस्तो लागिरहेको छ रमाइलो लाग्यो नातिनीसँग भन्छ न नातिनीसँग लजाउँ ट्याक्सी आयो मेरो छोरीसँग जानु छोरी हो छोरी हो ट्याक्सी आयो ट्याक्सी ट्याक्सी ल हिँड्छु बाहिर ल लेट्स गो त्यो तलबाट जान्छ नि ढोका हो त्यहाँबाट गुड जब अहिलेसम्म आउँदिन आमा यता आइसु त यसबाट राम्रो आउँदो रहेछ यो चाहिँ हाम्रो पास हो सो आमाहरू चाहिँ अगाडि हिँड्दै होइसिन्छ म चाहिँ पछाडि हिँडिरहेको आमा के छ चिसो भयो आमा उता एक्लै ठुलो बस्दा छ हाल्दिन ला उकाली ओराली गर्दै हजुर मैले आमालाई सोध्न लाग्यो कि आमा हजुर पहिला चढिसकेको थियो के हजुर चढ्न त चढेको थियो तर प्लेन देख्न त देख्छ होला नि हेलिकप्टर हजुरले हेलिकप्टर देखाएको छ भन्छु होइन कस्तो हुन्छ भन्छु त ल कस्तो हुन्छ हेलिकप्टर यस्तो माथि गोलो अनि हाम्रो झ्यालमुनिबाट गइरहेको थियो क्या झ्यालमा थियो माथि चोटामा अनि त्यो मुनि त्यो लामा डाँडा भन्थे त्यहाँ बस्न लगाएको मुनि झ्याल मुनि गएर एक्टिङ गर्छिन्छ हजुर
बिस्तारै हुनु चिसो भएर पनि हो मकालु पर त्यो बाजा छोपेर यो चाहिँ यो माना भएर यो सानो माना भएर आमा गाह्रो भयो हजुर खै दिस ब्यागमा बोकिदिन्छु वेदर एकदमै रमाइलो छ म त कस्तो धेरै एक्साइटेड भइरहेको छु मन्दिर चाहिँ कहाँनिर हो ल ल ल ल ल आइसु आइसु आमा आइसु मजा लाग्यो भगवानको नाम पाऊँ यहाँ नागराज पूजा गर्नु अनि अखण्ड दीप हेर्नु ल माथि माथि दीप पनि देखाउनु ल मलाई फल पनि राख्दिन आमा मेन तपाईँले त्यहाँ मेन पाँचवटा आमा हजुरले गाडी मैले सोचेर आएको छु माग्नु छु सबै सोचेको सबै मनोकामना पुरा भनेर आमाले के सोचेको थियो आमाले सबै मनोकामना पावर हुनु चाहिँ अब एउटा यो कुसको टुक्रा लाग्नु भएको थियो बत्ती बाल्न बाहिर गर हो हस् ल हति राख्नु ढोकिदिनुहोस् आमालाई पनि देखाउनु ल तिनचोटि घुम्नु नै भयो सक्नु ल छोडिदिनु न एकचोटि भयो भैया ल सक्नुहुन्छ र आमाले सक्नुहुन्न होला छोडिदिनु आमालाई देऊ आमा त्यो लिदिनु त हजुर पाँच बेला माताको तस्बिर चिनो हजुरलाई ल हजुरले घरमा राख्नुपर्छ आमालाई ल अर्को खै अर्को 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 हजुरको छोरी नातिनीहरूलाई चाहिँ पछि दिन्छौँ हामी उहाँहरूलाई फेरि आउने बाटो राख्नु पर्यो नि ल हेर्नु ल ल यता हेरिदिनुहोस् ल हजुर रेडी समीर बस न युना दाइ जाउँ ए जानु दाइ रेडी आमा हाँस्नु है आमा रेडी रेडी
भान्जा हाम्रो आमाहरूलाई चाहिँ सम्मान स्वरूप याद एउटा माताको चिनो अब प्रदान गर्नुभयो यहाँको खोइ तपाईँको हजुरको फोन खोइ म भिडियो बनाइदिन्छु यिनले पाथी भएर देवीको दर्शन गराएर होइन नाति नातिना छोरा छोरी बच्छन् वरिपरि म धेरै खुसी है बाबु हस् आमा हस् सबैदेखि खुसी म ए हजुर सबैलाई प्रमाण हजुर गरे मैले प्रणाम प्रणाम हस् हस् थ्याङ्क यू हजुर के भन्छ आमा ल हेर्नु ल तपाईँ जान्दा म सिङ्गल तपाईँको डाइरेक्ट हेलीमा ल लगाउनु आमालाई बिस्तारै सबैलाई बाई बाई है बाबुहरू धन्य बाबुहरूलाई धन्य मेरो नातिना ठाउँमा पुग्यो भने म सम्झना ल आमा ऊ त भनी कतातिर कथाको काम प्रभु यो हो अनि यहाँनिर हुन्छ भोलि कि यहाँ भोलि है अनि चाहिँ बोल्दा यस्तो मुख बनाउने है आमा ठिक छ म तँलाई कसरी पठाउनुलाई भनेको थियो मेरो नातिलाई आनन्द सजिलोले रमाइलो मलाई राम्रो बाई मलाई रमाइलोले मेरो नातिनीले ल्याइदिन् छोरो त खुसी है बुवाले चाहिँ के भन्छ तेरो आमा बुवाले बुवाले भनेको थियो हाम्रा बालबच्चा बेलायमा भएका मैले पहिलो छोरो 16 वर्षमा पाएको अनि 30-32 वर्षमा त हाम्रो छोराछोरी पुगिसके अनि त्यसले मलाई अब तेरो मेरो तीर्थ घुम्ने बा हो अब छोराछोरी हामीले हुर्काइसक्यो भन्नु 40-45 वर्ष हुँदाखेरि उहाँलाई रोग लाग्यो हेर्नु भएन पुर्याउनु सक्नु भएर यही बदलामा मेरो नातिले सब मलाई घुमाइन् पूर्व पश्चिम चारैतिर पुर्याइन् मेरो नातिले मलाई धेरै म धेरै 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 मेरो इच्छा सब नातिले मेरो हर्काको बाई बाई सबलाई मेरो प्रमाण पाथिभाराबाट काठमाडौँ आइपुगेको छौँ र पाथिभारा जाने प्लान चाहिँ खासमा स्मारिकाको जिममा होइन हामी हुँदाखेरि स्मारिकाको जिममा भेटेको थियौँ अनि मेरो आमालाई लानुपर्ने छ भनेर भन्यो अनि मैले पनि ठ्याक्कै त्यही नै भनेको थिएँ अनि दुवैजना मिलेर लिएर जाउँ न त भनेर दुईजनाको हजुरआमालाई लाने प्लान भयो तर यति छिटो सक्सेस होला भन्ने लागेको थिएन एकदमै छिटो सक्सेस भयो आमा कस्तो लागिरहेछ स्मारिका केही भन्नु म चाहिँ एकदमै यति खुसी छु कि म भन्न नसक्ने गरी खुसी छु अनि थ्याङ्क यू सो मच अहिले बाहिर गएर यही आमा के लागिरहेछ एकदम खुसी छु एउटा स्वर्ग बाई हाम्रो पाथिभाराको भ्लग सक्यो बाई